रूपाकोट मजुवागढी नगरपालिकाले आयोजना गरेको बाँसजन्य सामग्री निर्माण सम्बन्धी तालिम सम्पन्न भएको छ। नगरपालिकाको आयोजना तथा चागुनारायण फाउन्डेसन भक्तपुरको सहआयोजनामा 2081 मङ्सिर 28 गतेदेखि 2082 को जेठ 22 गतेसम्म परशुराम कृषि पम्प नेर्पामा सञ्चालन भएको तालिम समापन भएको हो। उक्त अवधिको तालिममा 15 जनाले एडभान्स र 30 जनाले बाँसबाट सामग्री निर्माण सम्बन्धी आधारभूत तालिम लिएका थिए। तालिममा सहभागीहरूलाई हेटौडाका चन्द्रबहादुर थिङ, अङ्कबहादुर मगर र भारतबाट आएका प्रभात सैकियाले बाँसबाट सामान बनाउने सिप सिकाएका थिए। करिब 6 महिनाको तालिम अवधिमा सहभागीहरूले बाँसबाट विभिन्न किसिमका आकर्षक सामग्रीहरू तयार गरेका छन्। बाँसबाट तयार पारिएका ती सामग्रीहरू बिक्री गरिने र बनेका अधिकांश सामानहरूको अर्डर भइसकेको नगरपालिकाले जनाएको छ। सिप सिकेकाहरूले निर्माण गरेका सामग्रीहरू बिक्रीका लागि बजारको व्यवस्थापन गरिदिने नगरपालिकाले जनाएको छ। तालिमको बिहिबार औपचारिक कार्यक्रम गरेर समापन गरिएको छ। समापनमा सहभागीहरूलाई सहभागिताको प्रमाणपत्र पनि वितरण गरिएको छ। तालिमको समापनमा भारतीय प्रशिक्षक प्रभात सैकिया, नेर्पाका वडाध्यक्ष माधव राई, चागुनारायण फाउन्डेसनका सदस्य सरोज लामिछाने, समाजसेवी सूर्य राई, जाल्पाका वडाध्यक्ष दानबहादुर राई, वरिष्ठ पत्रकार कृष्ण आचार्य र प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले बाँसबाट राम्रो आम्दानी गर्न सकिने लक्ष्य देखिएको र यसको निरन्तरता हुनुपर्ने बताएका छन्। बाँसले चाहिँ यति धेरै समाजलाई जीवित बनाउनको लागि, समाजलाई गतिशील बनाउनको लागि काम गर्छ, तर हामीले यसको उपयोग गर्न सकेनौँ। यसको उपयोगिताको लागि हामीले हाम्रो तहबाट कदम चाल्नुपर्छ, हाम्रो तहबाट प्रयत्न गर्नुपर्दछ भनेर हाम्रो वडा अध्यक्ष दानबहादुर राईजी हुनुहुन्छ। एकदमै सकारात्मक सोच, सृजनात्मक काममा लागु हुने व्यक्ति हुनुहुन्छ। हामी सबैजनाले सल्लाह गरेर यो बाँसलाई चाहिँ कसरी हामीले राष्ट्रिय अन्तर्राष्ट्रियकरण गर्न सक्दछौँ भनेर हामीले चाहिँ यो बाँसलाई यहाँको आय आर्जनसँग जोड्न खोजिरहेका छौँ। सोही अन्तर्गत हामीले नेपालमै पहिलोचोटि प्रथम राष्ट्रिय बाँस सम्मेलन गर्यौँ। राष्ट्रभरिका चर्चा छ। बाँसले दिगो जीविकोपार्जन, चक्री अर्थतन्त्रको प्रवर्धन तथा वातावरण संरक्षणमा महत्त्वपूर्ण योगदान दिन सक्ने विश्वासका साथ गत फागुन 15 गतेदेखि 17 गतेसम्म नगरपालिकाले दिक्तेलमा प्रथम राष्ट्रिय बाँस सम्मेलन गरेको थियो। सम्मेलनले खोटाङमा बाँस सङ्ग्रहालय स्थापना गरी खोटाङलाई बाँसको राजधानीको रूपमा पहिचान दिलाउन पहल गर्ने लगायत 35 बुँदे घोषणापत्र जारी गरेको थियो।